समाचार लेखेकै भरमा पत्रकारहरू थुनिने गर्छन् यो देशमा। तपाईको समाचार लेखेकै भरमा म चाहिँ पूर्व मन्त्री भएको छु। प्रधानमन्त्री बालेनजी यति बेला 100 वटा प्रभावशाली व्यक्तिमध्ये एकजना पर्नु भएको छ विश्वभरबाट। यसलाई कसरी लिनु भएको छ? यो भनेको नेपालको लागि एकदम ठुलो गौरवको विषय। हामी सबैजना चाहे उहाँको पक्षमा हौँ या विपक्षमा हौँ को सबैजना नेपाली जनताहरूलाई 3 करोड नेपाली जनताहरू एकदम गर्वले विभोर भएका छन्। उहाँहरू हामीहरूको हृदय चाहिँ चौडा भएको छ कि सगरमाथा चाहिँ उच्च भएको छ। यसरी बुझौँ कि नेपालको नाम उहाँले चाहिँ विश्व मापचित्रमा चाहिँ अगाडि अग्रस्थानमा राख्नु भएको छ र हामी सबैजना खुसी हुनुपर्छ। राजमार्गलाई नामाकरण गरिएको छ पूर्व पश्चिम राजमार्गलाई। यो गणतन्त्रमा प्रचण्डको कालमा चाहिँ यसलाई चाहिँ पूर्व पश्चिम राजमार्ग बनाइएको थियो। फेरि बालेन्द्र कालमा चाहिँ हामीले देखिरहेका छौँ महेन्द्र राजमार्गै भनेर घोषणा गरिएको छ। यो के हो? बालेन्द्रजी अब महेन्द्र पथमा हिँड्न लाग्नु हो? तपाईँलाई एउटा जनता भएर सोधेँ, यो ठिक लागेको छ कि छैन? होइन, ठिक छ, यो पक्कै पनि इतिहास हो। ठिक छ, तपाईँलाई एन्सर दिइसक्नुभयो, अब के भनौँ। तपाईँ एउटा सांसदको रूपमा हुनुहुन्छ, त्यो मन्त्रीमण्डलको सम्पत्ति विवरण हेर्दै गर्दा तपाईँको मनमा के खेलेको छ? केही पनि खेलाएको छैन मेरो मनमा। मैले पनि अब जसरी अरू मन्त्रीज्यूहरूले आफ्नो सम्पत्ति विवरणहरू बुझाएँ, म सँगै बुझाएको हो। मेरो पब्लिस मात्र भएको छैन होला। अब भनिदिनुहोस् न त, हामीलाई पब्लिस गर्नु कति छ? कति छ? सुनमा गरिबै देखिन्थ्यो होला म, तर पनि कति जति भएर अब त्यो अहिले चाहिँ तपाईँले संसदले पनि अब मेरो विषयमा निकाल्छ होला, मेरो बारेमा सांसदहरूको निकाल्छ। गोपनीयताको हकलाई अहिले तत्कालको लागि होइन, तत्कालको लागि, नभए त्यो ओपन नै हुन्छ होला, ओपन सेक्रेट त्यसरी पनि नलिहालौँ। तर एउटा टप 5 मा त पर्दिन होला, कहिले पनि पर्दिन होला। मैले तपाईँलाई भनिहालेँ अघि नै, जोकमै भने, तर त्यही नै रियालिटी हो। एउटा नर्मल, हामी एउटा नर्मल परिवारबाट आएका छौँ र सबभन्दा पहिले त म त यसरी भन्छु कि म त राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद दिन चाहन्छु कि लन्डनबाट आएको 100 दिनमा म पूर्व मन्त्री हुँदैछु। त्यो नै सबभन्दा ठुलो कुरा हो मेरो लागि। त्यो आशीर्वाद, उहाँहरूले देखाएको विश्वास चाहिँ उहाँहरूलाई मैले धन्यवाद दिन चाहन्छु। भनेको यो चान्चुने कुरा त होइन होला नि। प्रतिपक्ष र प्रतिपक्षले आवाज उठाइरहेका छन्, यति धेरै सम्पत्ति पनि हुँदो रहेछ भन्ने। अब तपाईँ हामीसँग छैन त्यस कारण धेरै लाग्छ, उनीहरूसँग धेरै हुँदो रहेछ। अब जोसँग छ वैध सम्पत्ति छ भने त्यसलाई वैध मान्नु पर्छ। स्रोत खुलाउनुहुन्छ, उहाँहरूले आफ्नो तरिकाले कर तिर्नु भएको हुन्छ। पैतृक सम्पत्ति चाहिँ जेनेरेसन अन जेनेरेसन ट्रान्सफर भएको छ भने त्यसलाई हामीले पोजिटिभ लिनुपर्छ कि। यदि साँच्चीकै तपाईँलाई त्यस्तो लाग्छ भने तपाईँसँग अधिकार छ। तपाईँलाई सूचनाको हक मात्र होइन कि, तपाईँ इन्डिभिजुअल भएर तपाईँले अरू तरिकाले पनि त्यसलाई अगाडि बढाउन सक्नुहुन्छ। मान्ने जो समाचार लेखेकै भरमा पत्रकारहरू थुनिने गर्छन् यो देशमा। तपाईको समाचार लेखेकै भरमा म चाहिँ पूर्व मन्त्री भएको छु। प्रधानमन्त्री बालेनजी यति बेला 100 वटा प्रभाव